नमस्कार सबैजनालाई स्वागत छ हजुरको आफ्नै च्यानल द लर्निङ प्लानेटमा। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले धेरैलाई रातभरि जाग्दै राख्छ। हो, म कुरा गर्दैछु सार्वजनिक रूपमा बोल्ने पब्लिक स्पिकिङ फेयरको बारेमा। हामी मध्ये धेरैलाई लाग्छ स्टेजमा उभिएर बोल्नु ठुलो कुरा हो, मुटु ढुकढुक हुन्छ, हात काम्छ, स्वर्ने काम छ। तर के तपाईँलाई थाहा छ, म पनि कहिले तपाईँ जस्तै थिएँ। हो, सही सुन्नुभयो। पहिलो पटक स्टेजमा उभिँदा मेरो पनि घुँडा कामेको थियो, हातका औँलाहरू चिसो भएका थिए। म पनि त्यही डर अनि त्यही झन्झनाटबाट गुज्रेको मान्छे हुँ। तर आज म धेरै मानिसहरूलाई यही डर भगाउन मद्दत गरिरहेको छु। जो पहिले स्टेज देख्दै तर्सिन्थे, डराउँथे, आज उनीहरू आत्मविश्वासका साथ हजारौँको अगाडि बोल्छन्। त्यसैले म तपाईँलाई भन्न चाहन्छु, यदि म सक्छु भने, मैले सिकाएका मानिसहरू सक्छन् भने तपाईँहरू पनि सक्नुहुन्छ। आज म तपाईँलाई 5वटा यस्तो व्यवहारिक टिप्स दिनेछु जसले तपाईँको यो डरलाई पुरै भगाउन मद्दत गर्छ। तयार हुनुहुन्छ? टिप नम्बर 1, तयारी र अभ्यास। हेर्नुहोस्, डरको सबभन्दा ठुलो कारण के हो भने हामी अनिश्चित हुन्छौँ, के बोल्ने, कसरी बोल्ने। त्यसैले पहिलो र सबभन्दा बलियो उपाय भनेको तयारी, प्रिपरेसन। तपाईँले के बोल्ने भन्ने कुरामा 3 भागमा बाँड्न सक्नुहुन्छ। सुरुवातको भाग, बीचको मुख्य भाग र अन्तमा। उदाहरणको लागि मानौँ तपाईँले एउटा कार्यक्रममा समयको सदुपयोग भन्ने विषयमा बोल्नुहुन्छ। सुरुवातमा, नमस्ते, आज म समयको सदुपयोग कसरी गर्ने भन्ने बारेमा 2 मिनट कुरा गर्नेछु बाट सुरु गर्न सक्नुहुन्छ। बीचमा, पहिलो समयलाई टुक्राउने, दोस्रो गलत काममा समय बर्बाद नगर्ने, तेस्रो बिहान चाँडो उठ्ने बानी बसाल्ने र अन्तमा, त्यसैले आजैदेखि आफ्नो समयलाई माया गर्नुहोस्। धन्यवाद। यो सानो एउटा उदाहरण मात्रै हो। यो स्ट्रक्चर तयार गरेपछि ऐनामा हेरेर वा आफ्नो मोबाइलमा रेकर्ड गरेर 2-3 पटक अभ्यास गर्नुहोस्। तयारी हुने बित्तिकै आधा डर यतिकै भागिसकेको हुन्छ। टिप नम्बर 2, आफूलाई व्यस्त राख्नुहोस्, डरलाई होइन। जब तपाईँ स्टेजमा जानुहुन्छ त्योभन्दा अगाडिको 5 मिनट सबैभन्दा डरलाग्दो हुन्छ। त्यो समयमा के होला भनेर सोच्दै बस्नुहुन्न। त्यो समयमा आफूलाई केन्द्रित राख्नुहोस्। गहिरो सास फेर्नुहोस्, 4 सेकेन्ड सास भित्र तान्नुहोस्, 4 सेकेन्ड रोक्नुहोस् र 4 सेकेन्डमा बिस्तारै बाहिर फाल्नुहोस्। यसले मुटुको ढुकढुकी सामान्य बनाउँछ। आफ्नो नोट हेर्नुहोस्, पानी पिउनुहोस्, आफ्नो बोल्ने कुराको अन्तिम रिहर्सल मनमने गर्नुहोस्। उदाहरण, जब तपाईँ स्टेजमा जानुहुन्छ सिधै दर्शकलाई नहेरेर पहिले आफ्नो माइक ठिक छ कि भनेर चेक गर्नुहोस्। आफ्नो नोट मिलाउनुहोस्। यो सानो कामले तपाईँलाई व्यस्त राख्छ र डरले तपाईँलाई नियन्त्रण गर्न पाउँदैन। टिप नम्बर 3, दर्शकसँग जोडिनुहोस्। धेरैलाई लाग्छ दर्शक त मेरो गल्ती हेर्न आएका छन्। होइन, दर्शक तपाईँबाट केही सिक्न वा रमाइलो गर्न आएका हुन्छन्। उनीहरू पनि तपाईँहरू जस्तै मानिस हुन्। बोल्न सुरु गर्ने बित्तिकै दर्शकहरूमा एकजना मिल्ने जस्तो अनुहार खोज्नुहोस् जो मुस्कुराइरहेको छ वा ध्यान दिएर सुनिरहेको छ। केही समय उसैलाई हेरेर बोल्नुहोस्, त्यसपछि अर्कोतिर हेर्नुहोस्। तपाईँले भन्न सक्नुहुन्छ, म यहाँ उभिएर पुलुक्क हेर्दा सबैको अनुहार एउटै प्रश्न देखेँ, यसले के भन्छ? त्यसै होइन त? यसरी हल्का ठट्टा गर्नुभयो भने दर्शक तपाईँसँग जोडिन्छ र तपाईँलाई पनि सहज हुन्छ। टिप नम्बर 4, गल्ती गर्न नडराउनुहोस्। यो कुरा सुन्नमा सजिलो लाग्छ तर गर्न गाह्रो छ। तर याद गर्नुहोस्, तपाईँ रोबोट होइन, मानिस हुनुहुन्छ। गल्ती हुनु स्वाभाविक हो। यदि बिचमा कुनै शब्द अड्कियो वा केही बिर्सिनु भयो भने नआत्तिनुहोस्, त्यसलाई स्वीकार गर्नुहोस्। उदाहरण, मानौँ बिचमा बोल्दा एउटा बुँदा बिर्सिनु भयो। तपाईँ एकदम शान्त भएर भन्न सक्नुहुन्छ, म के भन्दै थिएँ, ओहो एउटा कुरा त भन्नै बिर्सेँ, खै अर्कै कुरा गरौँ है त। वा मुस्कुराएर भन्न सक्नुहुन्छ। यदि धेरै कुरा भन्न लाग्दा दिमागमा सबै कुरा बिर्सियो। यसले तपाईँको गल्ती ढाक्नुको सट्टा तपाईँलाई सहज र आत्मविश्वासी देखाउँछ। दर्शकले पनि ताली बजाउँछन्। टिप नम्बर 5, आफैसँग सकारात्मक कुरा गर्नुहोस्। सबभन्दा ठुलो आलोचक हामी आफै हौँ। म सक्दिनँ, म बिर्सिन्छु, दर्शकले के भन्ला भन्ने सोचले डर झन् बढाउँछ। स्टेजमा जानु अगाडि आफैलाई ऐनामा हेरेर भन्नुहोस्, म तयार छु, म राम्रो बोल्नेछु, म राम्रो गर्नेछु र दर्शकले मन पराउनेछन्, ताली बजाउनेछन्। मसँग भन्नको लागि राम्रो कुराहरू छ। के होला, कसो होला, म बोल्न सक्दिनँ, म बिचमा अड्किन्छु भन्ने नकारात्मक सोच आउँदा त्यसलाई म सक्छुमा बदल्नुहोस्। सकारात्मक सोचले तपाईँको शरीरलाई पनि सकारात्मक सङ्केत दिन्छ र तपाईँ अझ बलियो देखिनुहुन्छ। अन्तमा साथीहरू, यी थिए 5वटा टिप्सहरू। राम्रोसँग तयारी गर्ने, स्टेजमा जानु अघि आफूलाई व्यस्त राख्ने, दर्शकसँग जोडिने, गल्ती गर्न नडराउने, आफैसँग सकारात्मक कुरा गर्ने। याद गर्नुहोस्,
डरलाई एकै दिन भगाउन सकिँदैन, तर सानो सानो कदम चाल्दै जानुभयो भने एक दिन तपाईँ स्टेजमा राजा अथवा रानी जस्तै महसुस गर्नुहुनेछ। मैले देखेको छु, म आफै त्यो बाटो हिँडेको मान्छे हुँ, मैले धेरैलाई त्यो बाटो देखाएको छु। अब पालो तपाईँको। यदि यो भिडियो तपाईँलाई उपयोगी लाग्यो भने लाइक गर्नुहोला, आफ्नो डर लाग्ने साथीलाई सेयर गर्नुहोस् र यस्तै अरू उपयोगी टिप्सका लागि च्यानललाई सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला। धन्यवाद। आफ्नो डरलाई जित्नुहोस् र आफ्नो आवाजलाई उठाउनुहोस्।